यो चाहिँ मेरो डल्ले खोर्सानीको बिरुवा भर्खर यत्रा यत्रा हुँदैछन् साथी हो। यो सुप भइहाल्यो, यो सुपको बोट, यो फर्सी करेलालाई थाङ्ग्रा हालिदिएको छु। करेला फल्छ कि फल्दैन थाङ्ग्रामा जाँदैछ। यो पर चाहिँ मेरो टमाटरको गाछीहरू छ। यो चाहिँ काउली साथी हो, फल्छ कि फल्दैन मेरो काउली बोट पनि अमेजन जङ्गल जस्तो आएको छ। अमेजनको जङ्गलमा भए जस्तो चाहिँ ठुलो ठुलो कोइरीलाई पनि टपेर बोट आएको छ। तर यो फल्ने नफल्ने केही टुङ्गो छैन है साथी हो। उहाँ पालुङ्गो पनि छरेको छु, पालुङ्गो पनि हुँदैछ। यतातिर हेर्नु न काउलीको बोट, बाफ्रे यो कहिले फल्ने हो कि नफल्ने हो। यो काउली अमेजन जङ्गल जस्तो आएको छ, पुरै अमेजन। बन्दाकोपी पनि त्यस्तै हौसेर आएको छ ठुल्ठुलो भएर, फल्छ कि फल्दैन केही टुङ्गो भएन है साथी हो। तपाईँहरू पनि हेरेर कमेन्ट गरिदिनु होला। यो फुल, यो बन्दाकोपीको बोट हो। यो बन्दाकोपीको बोट बटार्न त बटारिँदैछ। यो बन्दाकोपी बटारिँदैछ। यो फुलकोपी हेर्नु न हो आमै। यो मेरो फर्सीको बोट भयो। यो फर्सी करेला पनि यहाँ माथि माथि आइरहेछ। करेला नि निक्लिरहेछ। करेलालाई थाङ्ग्रो हालेको मैले, करेलाको बोटमा थाङ्ग्रो लगाएको छु। कतिको फल्ने हो। टमाटर हेर्नु न यता, टमाटर पनि यस्तो यस्तो छ हौ। टमाटर फुलेर ढकमक्क छ मेरो त। टमाटर पनि फुलेर, यो सबै टमाटर हो। सबै टमाटर। काउली त राम 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 राम। काउलीले त टप्ने भयो है। काउलीले चाहिँ टप हो, कोइरीलाई पनि टप हो। फल्छ कि फल्दैन कस्तो छ के छ मेरो त हेर्नु न हौ साथी हो। यो के हुने हो, फल्छ कि फल्दैन हौ। हौसिया जस्तो छ, चिचिला त लाग्दैछ, गट्टा पनि लागिरहेको छ। टमाटर फुलिरहेको छ, करेला फुल्दैछ, टाट्नु लगाएको छ। बन्दाकोपी बाटिरहेको छ। बन्दाकोपीहरू बाटिने क्रम छ बन्दाकोपीको। मेरो काउली चाहिँ बढेर यत्रा यत्रा बोट भएका छन्। काउली फुल्ने नफुल्ने केही थाहा छैन, फल्छ कि फल्दैन। काउली चाहिँ यसपालि के साह्रो गाईको मल हालिदिएको थिएँ, हौसेर आयो हौ, उडेर आयो। टमाटर पनि छ, रायो साग त्यस्तै छ, भित्ताभरि पुरै उ छ, सबै छ हो साथी हो। गाई जो सबै छ है। गाई चाहिँ ल हेर्नुहोस् काउलीको बोट, ल हेर्न हौसेको काउली हौसेको देख्नुभयो। काउली हेर्नु त्यहाँ, काउलीको लाइन कस्तो छ। काउली राम राम राम। ल हेर्नु काउलीको बोट हेर्नु है। काउलीको राम राम। यो काउली नै हो त भनेको। यो बोर काउली हो कि काउली हो कि केही सोच्न सकेको छैन मैले, केही सोच्नै सकेको छैन। मेरो खोर्सानी डल्ले खोर्सानी हो चाहिँ, डल्ले खोर्सानी। चम्सुर पनि छ, मेरा चम्सुरहरू पनि छन् मेरा, पुरै छन् है। करेला, फर्सी, चम्सुर, काउली, बकुल्ला पछि आएर राजमा पछि आएर तोरी पछि आएर अर्को मटर कोसा पछि पहाडे सिमी, यत्तिकै आउँछन्। जरे फर्सी पनि छ, फेदामा फल्ने फर्सी पनि त्यत्तिकै। यसपालि यसरी रोपिएको छ है साथी हो। डल्ले खोर्सानी चाहिँ यसरी रोपिएको छ। तर काउली चाहिँ हेरौँ सबै मान्छे हेर्न आउँछन्, हेरौँ भएको छ। सबै हेरौँ लागिरहेछ काउली चाहिँ। रायोको बोट है, रायो मुला
खोर्सानीका पात अनि मेवा सबै धनिया त्यतिकै छ मेरो मुलाबारी फर्सीको बोट पनि त्यत्तिकै छ मेरो कह कह आइरहेछन् बुन्टाएका छन् फर्सी त्यत्तिकै बोट भ्यारोट गरेको छ पुरै चाहिँ फर्सीको बोटहरू पुरै आएको छ राम्रोसँग मुन्टाहरू पलाएको छ फलिरहेछन् यसमा काउली चाहिँ हेरुमै छ है साथी हो काउली मेरो बारीमा भएको अहिले मुला रायो काउली फुलकाउली बन्दाकोपी ब्रोकाउली टमाटर फर्सी करेला डल्ले खोर्सानी केराउ राजमा सिमी टमाटर अनि आएर चाहिँ मेरो बारीमा अहिले रायो मुला काँक्रा लसुन बकुल्ला सम्पूर्ण खेसरीको साग शुद्ध उम्रिरहेछ भनेपछि त सिद्धिको नि चम्सुर साग कति खाने आउनुहोस् तपाईँहरू पनि तर यो काउली चाहिँ के हो हेरौँ लाग्छ हेरौँ लाग्छ ल त है गाइज कमेन्ट गर्नु होला के छ।